पिटी गर्दै हुनुहुन्छ र स्पिकिङमा कस्तो खालको मात्र टेम्प्लेट युज गरौँ भनेर सोचिराख्नु भएको छ भने आज मैले यो भिडियोमा टेम्प्लेट्स लिएर आएको छु। हरेक डिस्क्राइब इमेजमा, हरेक रिटेल लेक्चरमा तपाईँहरूले सेम टेम्प्लेट युज गर्न चाहिँ पाउनुहुन्न। एटलिस्ट पनि बिगिनिङ सेन्टेन्स चाहिँ डिफ्रेन्ट गर्नुपर्छ है। सो डिस्क्राइब इमेज हो भने तपाईँले भन्न सक्नुहुन्छ द गिभन बार ग्राफ इज, द गिभन पाई चार्ट इज, द गिभन नभनिकन द बार ग्राफ इज अबाउट होइन, अथवा द लाइन ग्राफ represents, यो represent, shows, depicts, illustrates, यिनीहरू चाहिँ नि फरक फरक वर्ड भयो है, तर मिनिङ सबैको सेम हो। त्यस पछाडि आउँछ इट क्यान क्लियरली बी सिन द्याट, इट क्यान बी नोटेड द्याट, इट क्यान बी अब्जर्भ द्याट, यो नोटेड, क्लियरली सिन होइन, अब्जर्भ, यो सबै चिजहरू पनि फरक फरक भयो। हरेक डिफ्रेन्टको लागि चाहिँ नि डिफ्रेन्ट इमेजको लागि तपाईँले कहिले नोट भन्नु, कहिले डिस्क्राइब, कहिले इट क्यान बी emphasize that भन्नु होइन। अर्को भनेको द हाइएस्ट इज भन्नु, द हाइएस्ट नम्बर इज, द लोवेस्ट नम्बर इज भन्नु, कहिले चाहिँ द म्याक्सिमम भ्याल्यु इज भन्नु, द मिनिमम भ्याल्यु इज भन्नु है। सेम कुराहरू वर्डहरू चाहिँ रिपिट नगर्दा नै बेस्ट हुन्छ तपाईँहरूलाई। र अर्को भयो कन्क्लुजन, कन्क्लुजन दिनै पर्छ भन्ने चाहिँ छैन, किनभने यो बोल्दा 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 हाम्रो 40 सेकेन्ड कहिले सक्छ र नेक्स्ट गर्ने बेला आइहाल्छ, तर भन्नै पर्यो अथवा तपाईँसँग टाइम छ भने चाहिँ ओभरअल दिस इमेज रिप्रेजेन्ट्स भनेर चाहिँ तपाईँले फेरि पनि माथिको जुन टपिक सेन्टेन्स भन्नुहुन्छ नि त्यसैलाई तपाईँले रिपिट गरेर कन्क्लुजनमा पनि भन्न सक्नुहुन्छ। अथवा ओभरअल इट सोज द्याट, ओभरअल इट क्यान बी सिन द्याट, फेरि के त्यही शब्द तर डिफ्रेन्ट सिक्वेन्सिङमा, डिफ्रेन्ट लाइनमा। प्रब्लम कहाँ हुन्छ भन्दा सुरुको सेन्टेन्स सबैको द पिक्चर गिभ्स इन्फर्मेसन अबाउट हुन्छ, अनि त्यसपछि फेरि सेकेन्ड लाइन चाहिँ इट क्यान क्लियरली बी सिन हुन्छ, अनि फेरि थर्ड लाइन चाहिँ द हाइएस्ट एलिमेन्ट इज हुन्छ। न यो हरेकमा यो सेम गर्नु भएन कि, प्याटर्न चाहिँ सेम गर्नु भएन कि, सेन्टेन्स सेम गर्नुहुन्छ तर डिफ्रेन्ट डिफ्रेन्ट प्लेसेसमा पोजिसन चाहिँ त्यसको त्यो सेन्टेन्सको फरक होस् है। त्यो भयो डिस्क्राइब इमेज। अब रिटेल आउँछ, समराइज ग्रुप डिस्कसन आउँछ होइन। यो दुइटै त सेम हो नि त, यो दुइटैको नेचर त सिमिलर छ नि त, खालि एउटामा चाहिँ एउटा मात्र अडियो, एउटा मात्र स्पिकर, अर्कोमा चाहिँ मल्टिपल स्पिकर्स हुन्छ है। तर दुवैमा तपाईँले गर्न सक्ने भनेको द स्पिकर सेड द्याट, the speaker talked about, the speaker highlighted the fact that, the speaker emphasized on the fact that भनेर मात्र यही चारवटा सेन्टेन्सलाई घुमाइ फिराइ सेममै तर सेम प्याटर्नमा चाहिँ होइन कि, पहिला चाहिँ इम्फसाइज भन्ने, अनि फेरि यो टक्ड अबाउट भन्ने, अनि फेरि सेड द्याट भन्ने भनेर दिमागमा नराख्ने, खालि मसँग चारवटा सेन्टेन्स छ, यही चारवटा सेन्टेन्सलाई मैले रिपिटेडली भनिराख्न सक्छु। द स्पिकर सेड द्याट दिस, फर्स्टली द स्पिकर सेड द्याट दिस, सेकेन्डली द स्पिकर सेड द्याट दिस भन्न पाइयो। ओके, देन इन द एन्ड द स्पिकर हाइलाइटेड द्याट भनेर चाहिँ यही सेन्टेन्सहरूलाई नै घुमाइराख्ने है। अब अर्को कुरा आउँछ रेस्पोन्ड टु अ सिचुएसन। रेस्पोन्ड टु अ सिचुएसनमा तपाईँलाई खासै टेम्प्लेट चाहिँदैन, त्यहाँ भएको सेन्टेन्सहरूलाई नै बोलिदिने हो होइन। द सिचुएसन इज द्याट भनेर त्यहाँको सेन्टेन्सहरू राखिदिने हो, तर अगेन डिटो पढ्ने चाहिँ होइन कि है। त्यसमा अब यु भनेको छ भने दे होइन, त्यस्तो पर्सन चेन्ज गरेर पनि बोल्न सकिन्छ होइन। आइएनजीहरू हालेर कुनै भर्ब छ भने चाहिँ आइएनजीहरू राखेर पनि बोल्न सकिन्छ है। टेम्प्लेट चाहिँ चाहिँदैन कि रेस्पोन्ड टु सिचुएसनमा। तैपनि तपाईँले सुरु गर्दाखेरि चाहिँ हाई ल्यान्डलर्ड, हाई माई कलिग होइन, हाई सेन्टा भनेर चाहिँ त्यसरी स्टार्टिङ चाहिँ गर्न सक्नुहुन्छ। बट अगेन दिस इज नट रिक्वायर्ड है। मैले के गर्छु भन्दा रेस्पोन्ड टु अ सिचुएसनमा जहिले पनि त्यो सिचुएसन हाल्छु, अनि इज extremely difficult, is extremely easy, is so challenging भनेर त्यो सेन्टेन्सलाई कम्प्लिट गरिदिन्छु है। एक्जाम्पल, मेकिङ अ भिडियो इज सो च्यालेन्जिङ भएन, इज सो च्यालेन्जिङ। रिडिङ फर पिटिई इज सो इजी होइन। गेटिङ यर डिजायर्ड स्कोर इज सो डिफिकल्ट, यसरी स्टार्टिङ गर्ने कि जेनरल सेन्टेन्स है रेस्पोन्ड टु सिचुएसनको लागि। अनि त्यसपछि मजाले कन्टिन्यू गर्ने, त्यही सिचुएसन पढ्ने, र लास्टमा चाहिँ सो आई थिङ्क आई वुड लाइक टु टेक सम टाइम आउट अफ माई बिजी स्केड्युल एन्ड स्टार्ट प्र्याक्टिसिङ फर पिटिई भनेर चाहिँ एउटा सेन्टेन्स दुईवटा सेन्टेन्समा आफ्नो ह्यान्डलिङ कसरी सिचुएसन ह्यान्डल गर्नुहुन्छ त्यो लेख्न सक्नुहुन्छ है त। यो भयो सबै स्पिकिङको। नेक्स्ट भिडियोमा चाहिँ म राइटिङको ल्याउँछु होइन, अनि समराइज स्पोकन टेक्स्ट पनि मैले यहाँ कभर गर्नुपर्ने हुन्छ। सो स्पिकिङको लागि चाहिँ नआत्तिकन के गर्नु पर्यो, टक्ड अबाउट, सेड द्याट, हाइलाइटेड द्याट, एम्फसाइज द्याट, यही चिजहरूलाई नै घुमाइराख्ने। डिस्क्राइब इमेजमा पनि क्लियरली सिन द्याट, क्लियरली अब्जर्भ द्याट, एन्ड द म्याक्सिमम भ्याल्यु एन्ड द मिनिमम भ्याल्यु, कन्क्लुजन नदिँदा पनि भयो होइन। रिटेलहरू पनि त्यही हो, कन्क्लुजन बोल्दा बोल्दा 40 सेकेन्ड सक्यो भने कन्क्लुजन कहाँ दिने, दिन नसकेको कारण केस हुन्छ,
त्यसलाई चाहिँ छोडिदिने है त। तर कन्फिडेन्टली बोल्नु पर्यो होइन। मिस्टेक भए पनि त्यो मिस्टेकलाई चाहिँ नि फेरि रिपिट गरेर चाहिँ मिस्टेक आफूले दर्शाइराख्ने होइन क्या। मैले मिस्टेक गरेँ तर इट्स ओके होइन, मुभ अन भनेर स्पिकिङमा चाहिँ अहिले पनि मान्छेहरूले तपाईँले देख्न सक्नुहुन्छ यहाँ सबैजनाको स्पिकिङ मात्र हेर्नु होला कति कति स्कोर आएको छ। यो सबै नयाँ चेन्जेस आइसकेपछि मात्रै हो, आफैले बोलेर टेम्प्लेट युज नगरिकन। टेम्प्लेट छ तर मैले भने जसरी नै त्यसलाई चाहिँ भेरिएसन्स राखेर चाहिँ गरेको यो स्कोर हो। सो तपाईँहरू पनि अब पिटीमा आफूले चाहेको नम्बर ल्याउन चाहनुहुन्छ भने चाहिँ माइलस्टोन स्टडीमा अहिले नै इन्क्वायरी गरिहाल्नुहोस्। हाम्रो क्लास भोलिदेखि मन्डेबाट सुरु हुन्छ एभ्री टाइम, र नाटीको लागि पनि इन्क्वायरी गरिहाल्नुहोस् होइन, किनभने यो डिसेम्बर ज्यानको हाम्रो छुट्टी पनि हुन्छ। त्यो छुट्टीलाई मिलाएर अब हामीले कोर्स प्याकेज बनाएका छौँ। र आयो हाम्रो प्र्याक्टिस पोर्टल milestonstudy.com.au मा गएर तपाईँहरूले अब 7 डेजदेखिको नेपालमा हुनुहुन्छ अथवा जहाँ पनि हुनुहुन्छ भने 7 डेजदेखिको सब्सक्रिप्सन लिन सक्नुहुन्छ। द्याट मिन्स डिस्काउन्टेड प्राइसमा, मिनिमम प्राइसमा तपाईँहरूले सब्सक्रिप्सन पनि लिन सक्नुहुन्छ। तपाईँको अर्को हप्ता मात्रै एक्जाम छ भने पनि तपाईँले 7 दिनको लिएर मजाले प्र्याक्टिस मक टेस्ट जति पनि दिन सक्नुहुन्छ। ओके एभ्रीवान, दिस इज अनुषा। I'll see you in the class, or if not then I'll see you in the next video.